यहाँहरू सबैलाई नमस्ते। म लालबहादुर बोहरा, जय पृथ्वी बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुख। म आज तपाईँहरू समक्ष एउटा सानो केही कुराको जय पृथ्वी क्याम्पससँग सम्बन्धित केही जानकारी लिएर आएको छु र त्यो हो भर्ना सम्बन्धी। स्नातक तहमा हामीले नयाँ भर्ना कार्यक्रम अहिले सञ्चालन गरिरहेका छौँ र म त्यो बारेमा तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यहाँहरूलाई थाहा छ जय पृथ्वी बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको एउटा सरकारी क्याम्पस हो। बझाङको सन्दर्भमा त यो एकमात्र सरकारी क्याम्पस हो र अहिले हामीले स्नातक तहतर्फ यी विभिन्न संकायहरूमा हाम्रो भर्ना कार्यक्रम अगाडि बढाएका छौँ। जस्तै बिएडतर्फ हामीले नेपाली, त्यसै गरी इङ्ग्लिस, म्याथ्स एजुकेसन, हेल्थ एजुकेसन, पपुलेसन एजुकेसन को भर्ना कार्यक्रम चलाइरहेका छौँ। त्यसै गरी बिएतर्फ मास कम्युनिकेसन एन्ड जर्नालिजम, त्यस्तै ग्लोबल स्टडिज, डेभलपमेन्टल स्टडिजहरू, अनि इङ्ग्लिस, नेपाली, इकोनोमिक्स, पोलिटिकल साइन्स लगायतका विषयहरूमा अहिले हाम्रो भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। त्यसै गरी हाम्रो बिबिएस अन्तर्गत पनि हामीले विभिन्न विषयहरू जस्तै एकाउन्टेन्सी, फाइनान्स, मार्केटिङ, जनरल म्यानेजमेन्ट यी लगायतका विषयवस्तुहरूमा हामीले यो भर्ना कार्यक्रम सञ्चालन गरिरहेका छौँ। र यो सन्दर्भमा तपाईँहरूलाई थाहा छ, हामीले यहाँ उल्लेख पनि गरेका छौँ र यसको हाम्रो आवेदन फारम हामीले निकै अगाडिदेखि अथवा भाद्र महिनादेखि हामीले कार्तिकको दोस्रो हप्तासम्म हामीले हाम्रो आवेदन फारम खुला छ र जय पृथ्वी क्याम्पस अहिले पनि बिदाका दिन बाहेक हामीले बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म 4-5 बजेसम्म हामीले क्याम्पस खुला राखेका छौँ र आवेदन फारमहरू अहिले हाम्रो वितरण भइरहेको छ। त्यसै गरी प्रवेश परीक्षाका सन्दर्भमा हामीले कार्तिक 15 गति अथवा कार्तिकको दोस्रो हप्तासम्म हामीले गर्ने तयारी गरेका छौँ। त्यसै गरी भर्ना सम्बन्धी हामीले कार्तिकको तेस्रो सातासम्म हामीले भर्ना कार्यक्रम सञ्चालन गरेका छौँ र त्यसै गरी हाम्रो कक्षा सुरु हाम्रो कार्तिकको 24 गते अथवा तेस्रो चौथो हप्ताबाट हामीले कक्षाहरू सञ्चालन गर्ने हामीले तयारी गरिरहेका छौँ। त्यसै गरी तपाईँहरूलाई यो हाम्रो क्याम्पसले निकालेको एउटा सूचना हो र त्यसमा यो इन्ट्रान्स शुल्क के कति छ भन्ने सन्दर्भमा हामीले यहाँ उल्लेख गरेका छौँ र भर्ना कार्यक्रम त्यसै गरी के विषयहरू पढाइ हुन्छ त्यो बारेमा पनि तपाईँहरूले हामीले जानकारी दिने प्रयास गरेका छौँ र हामीले यो भर्ना कार्यक्रमलाई थप एउटा समुदाय स्तरमा पुगाउनका निम्ति अथवा अभिभावक र सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराउनका निम्ति हामीले भर्ना अभियान पनि क्याम्पसका तर्फबाट सञ्चालन गरेका थियौँ। हामीले नजिकका विद्यालयहरू अथवा बझाङका विभिन्न विद्यालयहरूमा गएर हामीले यो भर्ना कार्यक्रमलाई हामीले जानकारी अथवा विद्यार्थी समुदायहरूसँग त्यहाँका शिक्षक सर म्याडमहरूसँग पनि यो जानकारी गरेर हाम्रो क्याम्पसमा के कस्ता विषयहरू पढाइ भइरहेका छन् त्यो बारेमा हामीले जानकारी गरेका थियौँ। यहाँ तपाईँहरूले चित्रमा यो देख्न सक्नुहुन्छ। हामीले विभिन्न एउटा अन्तर्क्रिया कार्यक्रम अथवा विद्यार्थीसँग भेटघाट कार्यक्रम, एउटा मोटिभेसनल अथवा उत्प्रेरणा जागरण सहितका कार्यक्रमहरू पनि हामीले सञ्चालन गरेका थियौँ। अब क्याम्पसका सन्दर्भमा पनि यहाँ केही जानकारी गर्दा उचित होला भन्ने ठानेर मैले यो केही क्याम्पसको ऐतिहासिक एउटा पृष्ठभूमि सहितको केही जानकारीहरू गराउने म ग्रहण गर्दछु। हाम्रो जय पृथ्वी बहुमुखी क्याम्पस सुदूरपश्चिम प्रदेशकै सबैभन्दा पुरानो क्याम्पसहरूमध्ये 2-3वटा क्याम्पसहरूमध्ये हाम्रो यो क्याम्पस पनि पुरानो अन्तर्गत पर्दछ र 2038 सालमा यो क्याम्पसको स्थापना भएको थियो। यहाँनिर यो हाम्रो नयाँ भवन अहिले हाम्रो पहिलो तला भवन निर्माण काम सकिएको छ र यो भवनको हाम्रो एज ए होल रूपमा यो प्रशासनिक र त्यसै गरी पढाइ अथवा शैक्षिक गतिविधि सञ्चालन गर्ने यो भवन अहिले निर्माणाधीन अवस्थामा छ र यसै गरी हाम्रा शैक्षिक कार्यक्रमहरूका सन्दर्भमा हामीले जय पृथ्वी बहुमुखी क्याम्पसमा हामी सुरुमा 2075 साल अगाडिसम्म हामी त्रिभुवन विश्वविद्यालयको एउटा सम्बन्धन प्राप्त क्याम्पसका रूपमा हामी थियौँ भने 2075 पछि हामी सुदूरपश्चिम विश्वविद्यालयको हामी एउटा सरकारी क्याम्पसका रूपमा हाम्रा गतिविधिहरू हामी अगाडि बढाइरहेका छौँ र अहिले शुद्धतया हामी सुदूरपश्चिम विश्वविद्यालयका कोर्सहरू हामी सञ्चालन गरिरहेका छौँ। म त्यो बारेमा तपाईँलाई जानकारी गराएँ र मैले अघि पनि भने हाम्रो स्नातक तहतर्फ हामीले पढाइ हुने विषयवस्तुहरूका सन्दर्भमा यी विविध खालका विषयवस्तुहरू हामी अहिले अध्यापन गराइरहेका छौँ र प्रथम सेमेस्टरमा म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यो खालका विषयवस्तुमा तपाईँहरूले इच्छाएको अथवा तपाईँहरूले चाहेको विषयवस्तुमा भर्ना भएर आफ्नो एउटा उच्च शिक्षातर्फको क्यारियरलाई अथवा एक खालको जीवनयात्रालाई अगाडि बढाउनका निम्ति म अनुरोध गर्दछु। अब जय पृथ्वी बहुमुखी क्याम्पसले एउटा सरकारी क्याम्पस भएको नाताले यसमा हामीले विभिन्न खालका गतिविधिहरू सञ्चालन गर्दै आएका छौँ। जस्तै हाम्रो विश्वविद्यालय अनुदान आयोग मार्फत हामीले छात्रवृत्ति अथवा दुर्गममा अध्ययन गर्ने विद्यार्थीहरूलाई हामीले छात्रवृत्ति दिने एउटा व्यवस्था गरेका छौँ र त्यसै गरी यसमा अब भनौँ न यो विपन्नलक्षी छात्रवृत्तिहरू छन् अनि क्याम्पसले दिने छात्रवृत्तिहरूका सन्दर्भमा हामीले 25% जति विद्यार्थीहरूलाई हामीले क्याम्पसकै तर्फबाट
हामीले छात्रवृत्ति दिने काम गरेका छौँ। अनि हामीले प्रत्येक वर्ष विभिन्न खालका गतिविधिहरू जस्तै सप्ताहव्यापी खेलकुद कार्यक्रम हामीले प्रत्येक वर्ष मनाउने गरेका छौँ। अनि क्यारियर ओरिएन्टेसनसँग सम्बन्धित विद्यार्थीहरूलाई हामी जानकारी गराउँछौँ, विभिन्न कक्षाहरू हामी सञ्चालन गर्दछौँ। त्यसै गरी अन्य गतिविधिहरूका सन्दर्भमा हाम्रो सेमेस्टर बेस्ट एउटा सेमेस्टर प्रणालीका आधारमा एउटा अध्यापन गराइने कुरा भएको कारणले गर्दाखेरि जय पृथ्वी बहुमुखी क्याम्पसभित्र हामीले विविध खालका गतिविधिहरू अथवा विद्यार्थी केन्द्रित गतिविधिहरू, विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति एउटा आवश्यक पर्ने जे खालका गतिविधिहरू छन्, हामी ती गतिविधिहरू पनि हामी नियमित रूपमा सञ्चालन गर्दै आएका छौँ। तपाईहरुलाई जानकारी गराउँ, जय पृथ्वी बहुमुखी क्याम्पसमा यी विविध खालका गतिविधिहरू प्रति वर्ष जसो हाम्रो यी भइरहेका हुन्छन्। मैले यो केही एउटा फोटो ग्यालरीका रूपमा अथवा तस्बिरमा जय पृथ्वी बहुमुखी क्याम्पसका गतिविधिहरूका सन्दर्भमा मैले यहाँ यी केही फोटोहरू मैले यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु र तपाईहरुले देख्न सक्नुहुन्छ खेलकुदका गतिविधिहरू, त्यसै गरी विद्यार्थीको स्वागत, बिदाई, त्यसै गरी यो प्रोजेक्ट वर्क लगायतका विविध खालका भनौँ न हाजिरी जवाब प्रतियोगिताहरू, त्यसै गरी विभिन्न भनौँ न एउटा अतिरिक्त र को करिकुलर र एक्स्ट्रा करिकुलर एक्टिभिटीसँग सम्बन्धित विषयवस्तुहरू पनि हामीले जानकारी गराउने गर्दछौँ। त्यसै गरी हामीले केही महिना अथवा यो जेठ महिनामा 2082 को जेठ महिनामा हामीले यो एउटा राष्ट्रिय सम्मेलन आयोजना गरेर उच्च शिक्षामा एक खालको कसरी यसलाई एउटा डिजिटलाइजेसन, कसरी लोकलाइजेसन अथवा स्थानीय लोकल लेभलसँग अथवा विभिन्न एउटा सरकारका निकायहरूसँग कसरी उच्च शिक्षालाई जोडेर यसको गुणस्तर सुनिश्चितताका निम्ति एउटा भनौँ न अभियान अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा पनि हामीले त्यो सम्मेलन सम्पन्न गर्यौं र ती विभिन्न गतिविधिहरू मैले जय पृथ्वी क्याम्पसले विभिन्न खालका भेटघाट कार्यक्रमहरू, विभिन्न खालका पब्लिकेसनहरू जस्तै प्रोस्पेक्ट्स पब्लिकेसन, लिफलेट पब्लिकेसन, अहिले हामीले जोर्नल पब्लिकेसन पनि अगाडि बढाइरहेका छौँ र यी विविध गतिविधि मार्फत हामीले जय पृथ्वी बहुमुखी क्याम्पसलाई अगाडि बढाउने काम गरिरहेका छौँ। हाम्रो लाइब्रेरी, त्यसै गरी म यति जानकारीका साथ जय पृथ्वी क्याम्पसका तर्फबाट मैले थोरै जानकारीका सहित म बिदा चाहन्छु र आशा छ तपाईहरुले आफ्नो जय पृथ्वी क्याम्पसमा एउटा उच्च शिक्षामा स्नातक तहतर्फका पहिलो सेमेस्टरमा यहाँहरू भर्ना भएर अथवा यहाँहरू अभिभावकहरू, विद्यार्थीहरू कम्तीमा उच्च शिक्षामा एउटा हामीले सही तरिकाले अथवा सही मार्गनिर्देशनका साथ विद्यार्थीहरूलाई डोर्याउन सक्यौँ भने उनीहरूको क्यारियर प्रिपरेसन राम्रो हुन्छ भन्ने ध्येयका साथ जय पृथ्वी क्याम्पस अगाडि बढिरहेको छ र म यही जानकारी सहित म यहाँहरूबाट बिदाई चाहन्छु। धन्यवाद।